नमस्ते। हामी बिन्तानमा अझै अहिले मेनग्रोभ टुरको लागि निस्कँदैछौँ। अब मेनग्रोभ टुर गर्न जानको लागि बोट लिएर जानुपर्छ है। अब हेरौँ के कस्तो अनुभवहरू बटुलिन्छ आज, अनि हजुरहरूलाई भिडियोमा सेयर गरिदिन्छौँ। अन्त्यसम्म हेर्न नछुट्नु होला। हस् त, अब नजाउँ। ड्राइभरले त्यो ठाउँमा 15 मिनटमा पुग्छ भनेको छ। अब हामी यहाँ आइपुगिसकेका छौँ, बिन्ताग मेनग्रोभ। आजको मौसम राम्रै छ। अहिले बिहानको 8 बजे हो, त्यति गर्मी छैन। हामीले सेफ्टी ज्याकेट लगाइसकेका छौँ। यहाँनिर म्याप छ होइन। हामी अहिले जाने भनेको यो पोइन्टबाट, मेनग्रोभ खेलौँबाट पोइन्टबाट हुँदै यसो हुँदै हामी यो नर्थ एन्ड पोइन्टमा पुग्ने हो। अब त्यहाँ पुग्दाखेरि लगभग 1 घन्टा जति चाहिँ लाग्छ अरे भनेर भन्यो भर्खर गाइडले। अनि यहाँबाट चाहिँ अब हेरौँ। What's that? It's time to go to the boat? Okay. हामी यहाँ बोटमा बसिसकेका थियौँ। एउटा बोटमा लगभग त्यस्तै 8 जना जति बसेका छौँ। त्यो एउटा छेउमा बसेको चाहिँ हाम्रो गाइड हो। यस्तो तुफानले कुदाएको छ कि अब के भन्नु। अनि हावा पनि शीतल भएको छ। त्यो छेउछेउको सबै ती म्याङ्ग्रोभ ट्री भनेको तिनीहरू नै हुन्। यो छेउमा देखेको चाहिँ यहाँको सी फुड रेस्टुरेन्टहरू रहेछ। टुर गाइडले के भनिरहेछ भन्दाखेरि म्याङ्ग्रोभ ट्री पहिला निकै तस्करी हुन्थ्यो अरे, काट्थ्यो अरे मान्छेहरूले। त्यो भनेर चाहिँ ऊ त्यहाँ क्याम्प बनाएर आर्मीहरू लुकेर बस्दै हुन्थ्यो। यो म्याङ्ग्रोभ ट्री भएन भने यो के आइल्यान्ड नै बाँकी रहँदैन भनेर भन्छ। किनभनेदेखि यो कस्तो प्रकारको रुख भन्दाखेरि यसको यति हाँगा हुँदो रहेछ होइन। त्यो किनाराको त्यो सोइल, त्यो माटोहरूलाई मजाले समातेर राख्दो रहेछ क्या। यहाँ सर्पहरू, अब त्यो गोहीहरू सबै पाउँदो रहेछ यहाँनिर। मैले सबै देखेको छैन। कस्तो शीतल भइरहेको छ क्या। हामी अलिक भित्रभित्रै छिर्दैछौँ अझै। के देखिन्छ कि अझै। How are you feeling, man? Good. It's good. You like it? Yeah, it's hot. So compared to last night, it's better now. सर्पको घाम लागेको छ क्या फेरि। Last night? It's in the sun, right? त्यो के फल भनेको, त्यो फलको नाम चाहिँ बिर्स्यो। खानुहुन्छ अरे। Traditional house. It is longer than coconut leaf. Better than coconut leaf. हाँगा कति छ यसको। यो रुख जाँदै नपाइने रहेछ नि फेरि। यो त समुद्री पानीमा त्यो नुन पानीले नै हुर्कनु पर्ने रहेछ नि त। त्यहाँ चाहिँ मोनिटर लिजर चाहिँ माथि सुतेर बसिरहेको देख्यौँ। गङ्गेटहरू पनि रहेछ यहाँ। कस्तो सानो पर बाँदर। अब हामी now we are returning. It's our end of our boat ride. So we have experienced something different, and this coastal seawater, mangrove trees are amazing. Great experience. ल अब हामी फर्कँदैछौँ। हस् त, अब हजुरहरू सबैलाई धन्यवाद छ जसले भिडियो हेर्नुभयो। हजुरहरू पनि आउनुभयो भनेदेखि यसो डुङ्गाहरू चढ्नुहोस्, रमाइलो गर्नुहोस्, मस्ती गर्नुहोस् है। अहिले यति नै, बाई।